के तपाईलाई धेरै मान्छेहरूको अगाडि बोल्नका लागि डर लाग्छ? तपाईले स्टेजमा बोल्न जाँदै हुनुहुन्छ तर स्टेजमा जाने बित्तिकै तपाईको हात खुट्टा काम्न थाल्छ। तपाईले पढेर आएको कुराहरू सबै बिर्सिन थाल्नुहुन्छ। तपाईलाई चिटचिट पसिना आउन थाल्छ। यदि यस्तो हो भने आजको भिडियो तपाईको लागि हो। आज हामी कुरा गर्नेछौँ पब्लिक स्पिकिङ किन सिक्नुपर्छ, यसको महत्त्व के रहेका छन् त। मैले अझ बजारमा बुझ्दाखेरि के थाहा पाउँछु भने कि पब्लिक स्पिकिङ भन्ने पनि ट्रेनिङ हुन्छ र भनेर कतिपय मान्छेहरूले भन्छ के, तर हुन्छ है। मान्छेहरू स्टेजमा बोल्न सिक्नुपर्छ के, मासमा बोल्नका लागि सिक्नुपर्छ, जसलाई पब्लिक स्पिकिङ भनेर भनिन्छ। धेरै जसो मानिसहरूले किन बोल्न सक्दैन भने किनभने उहाँहरूले पब्लिक स्पिकिङ ट्रेनिङ लिएको हुँदैन के, थाहा हुँदैन के, कसरी बोल्ने भन्ने कुरा थाहा हुँदैन। तपाईले मात्र डर लाग्दैन के, त्यसरी तपाईले मात्र डर लाग्दैन। स्टेजमा लगभग 70% भन्दा बढी मानिसहरूलाई डर लाग्छ। यही विषयमा रहेर आज हामी डिटेलमा चर्चा गर्नेछौँ। नमस्कार, म हुँ अशोक कुमार शाह, टट सटिस्फाइड ट्रेनर, र आज हामी कुरा गर्नेछौँ कि पब्लिक स्पिकिङ किन सिक्नुपर्छ। आज म तपाईहरूलाई 9वटा महत्त्वपूर्ण पोइन्टहरू बताउनेछु कि यी कारणले पब्लिक स्पिकिङ सिक्नुपर्छ। र यी 9वटा पोइन्ट यदि तपाईले सुरुदेखि अन्तिमसम्म सुन्नुभयो भने तपाईले आफ्नो करियरमा कहाँनिर के कारणले तपाईँ रोकिराख्नु भएको थियो, तपाईँ के कारणले अगाडि बढ्नु भएको थिएन, त्यो कुरा पनि थाहा पाउनुहुनेछ। र यो पब्लिक स्पिकिङले तपाईँ एउटा विद्यार्थी हुनुहुन्छ, अथवा तपाईँ एउटा बिजनेसम्यान हुनुहुन्छ, अथवा तपाईँ कर्मचारी हुनुहुन्छ, अथवा तपाईँ पोलिटिसियन हुनुहुन्छ, तपाईँ जुनसुकै क्षेत्रमा भए पनि यो सबैलाई सिक्ने कुरा रहेको छ, सबैलाई आवश्यक रहेको कुरा छ। र मैले पनि आफ्नो पब्लिक स्पिकिङ कोर्स सुरु गर्दैछु, छिट्टै सुरु गर्दैछु। तपाईहरूले यदि आफ्नो अफिस, कलेज अथवा स्कुलमा तपाईहरू आफ्नो सङ्घ संस्थामा यदि ट्रेनिङ सञ्चालन गर्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो स्क्रिनमा दिएको नम्बरमा तपाईँहरू कन्ट्याक्ट गर्नुहोला अथवा कमेन्ट गर्नुहोला। अब लागौँ आजको भिडियोतर्फ। पब्लिक स्पिकिङ किन जरुरी छ त, त्यसको पहिलो 1 नम्बर पोइन्ट रहेको छन् आत्मविश्वास बढाउनका लागि। आदरणीय महानुभावहरू, यो आत्मविश्वास भन्ने शब्द यस्तो चिज हो नि, लाइफमा सक्सेसफुल हुनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही रहेको छन्। तपाईँ जतिसुकै जानकार हुनुहुन्छ, तपाईँ जतिसुकै पढे लेखेको भए पनि तपाईँ निर्धक्कका साथ यदि आफ्नो कुरा राख्न सक्नुहुन्न भने, तपाईँले आफ्नो कुराहरूले बुझाउन सक्नुहुन्न भने तपाईँ खासै प्रगति गर्न सक्नुहुन्न के। र त्यो कुरा बुझाउनको लागि तपाईँमा एउटा कन्फिडेन्स हुनु पर्यो के, तपाईमा आत्मविश्वास हुनु पर्यो, स्वयं आफूमाथि विश्वास हुनु पर्यो कि म यो काम गर्न सक्छु। स्टेजमा बोल्ने मात्र काम होइन, तपाईँ जुनसुकै काम गर्नुहोस् आफ्नो लाइफमा, त्यो काम गर्नका लागि कन्फिडेन्स चाहिन्छ। कन्फिडेन्स छैन भने तपाईँ गरौँ कि नगरौँ, गरौँ कि नगरौँ, म सक्छु कि सक्दिनँ भनेर तपाईँले लाग्छ कि। तर तपाईँले पब्लिक स्पिकिङ सिक्नुभयो भने तपाईँको कन्फिडेन्सलाई हाई लेभलमा पुर्याइदिन्छ। कसरी हाई लेभलमा पुर्याउँछ भने, तपाईँ मान्नुहोस् कुनै स्टेजमा बोल्न जानुभयो भने तपाईँ 100 जनाको अगाडि आफ्नो कुरा राख्नुभयो भने तपाईँले के लाग्छ भने, आज म 100 जनाको अगाडि बोल्न सकेँ, जब म 100 जनाको अगाडि बोल्न सक्छु भने म 1000 जनाको अगाडि पनि बोल्न सक्छु, मैले 1000 जना मान्छेलाई आफ्नो कुरा एकैचोटि बुझाउन सक्छु भने मैले यो काम गर्न सक्छु, त्यो काम पनि गर्न सक्छु भनेर तपाईँले हिम्मत आउँछ, कन्फिडेन्स बढ्छ। त्यसैले पहिलो पोइन्ट रहेको छ कन्फिडेन्स बढाउँछ तपाईँको। त्यसपछि दोस्रो नम्बरमा के रहेका छन् भने जुनसुकै अन्तर्वार्ता फेस गर्न सक्नुहुन्छ। एकजना विद्यार्थी थियो, एकदमै ट्यालेन्ट थियो पढ्नमा, तर उसले लोकसेवाको इक्जाम पास गर्यो। उसले इन्टरभ्यूमा जाँदाखेरि उसले के गर्यो भने उसले इन्टरभ्युअरको प्रश्नको जवाब प्रष्ट रूपमा दिन सकिराखेको थिएन। उसलाई थाहा थियो, त्यसको एन्सर थाहा थियो, तर त्यसलाई कसरी मिलाएर भन्ने कुरा उसले आई कन्ट्याक्ट नगरिकन यताउता हेरेर आफ्नो कुरा राख्न त राख्यो, तर प्रभावकारी तरिकाले राख्न सकिराखेको थिएन के। हो, तपाईँ जुनसुकै इन्टरभ्यू दिन जानुहोस्, त्यसमा तपाईँले आई कन्ट्याक्ट गरेर तपाईँले निर्धक्कका साथ जे जान्नु भएको छ त्यो कुरा तपाईँ प्रष्ट रूपमा राख्न सक्नुहुन्छ। अर्को तेस्रो नम्बरमा रहेका छन् छिटै परिचित हुने र आफ्नो पहिचान बनाउने एउटा बाटो रहेको छ। तपाईसँग एउटा कुनै विचार छ भने तपाईँ एक जना मान्छेलाई तपाईँले बुझाउनु भयो भने तपाईँ दिनभरिमा कतिजनासँग कुरा गर्न सक्नुहुन्छ? दिनभरिमा बढीमा 20 जना 30 जनासँग गर्न सक्नुहुन्छ। तर तपाईँले यो पब्लिक स्पिकिङ सिक्नुभयो भने आफ्नो त्यही विचार 10 मिनेटमा
तपाईँले 100औं जना मानिसलाई एकैचोटि मञ्चमा गएर बुझाउन सक्नुहुन्छ के। यसबाट के हुन्छ, तपाईँ छिट्टै परिचित बन्न सक्नुहुन्छ र एउटा नयाँ तपाईँको पहिचान निर्माण हुन्छ के यो मान्छेमा यो क्वालिटी रहेको छ भनेर। र अर्को चौथो नम्बरमा के रहेको छ, एकदमै महत्त्वपूर्ण कुरा, वैकल्पिक आम्दानीको स्रोत बनाउन सक्नुहुन्छ। मान्नु तपाईँ एउटा पब्लिक स्पिकिङ सिक्नुभयो भने तपाईँको छरछिमेकमा कुनै ट्रेनिङ सञ्चालन हुन्छ, तपाईँको नगरपालिकामा तपाईँको स्थानीय तहमा के अरे महिलाहरूको लागि उद्घोषण कला आउँछ अथवा अन्य व्यक्तित्व विकासका लागि कार्यक्रमहरू आउँछ हैन। यी ट्रेनिङहरूमा तपाईँले आफ्नो कुरा राखेर तपाईँले एउटा वैकल्पिक आम्दानीको स्रोत पनि बनाउन सक्नुहुन्छ। तपाईँहरूलाई थाहा छ कि छैन, नेपालमा यस्तो पनि मान्छेहरू छ जो प्रोफेसनली उद्घोषण मात्र गर्छ कि प्रोफेसनली उद्घोषण गरेर राम्रो चार्ज गर्छ, राम्रो पैसा कमाइराखेको हुन्छ कि एउटा कार्यक्रम सञ्चालन गर्नका लागि पनि चार्ज गर्छ कि। अर्थात् यहाँबाट हामी आफ्नो पर्सनालिटीले राम्रो मात्र बनाउने होइन कि, यहाँबाट हामीले आम्दानी पनि गर्न सक्छौँ। र अर्को 5औं नम्बरमा एकदमै महत्त्वपूर्ण कुरा के रहेको छ भने लिडरसिप क्षमता बढाउने। तपाईँ यदि पब्लिक स्पिकिङ सिक्नुभयो भने तपाईँको लिडरसिप क्षमता बढ्छ कि। तपाईँ एउटा लिडर हुनुहुन्छ, तपाईँ एउटा संस्थाको मेन हेड मान्छे हुनुहुन्छ, तर तपाईँले आफ्नो कर्मचारीहरूलाई, तपाईँले आफ्नो संस्थाको मान्छेहरूलाई, सदस्यहरूलाई कन्भिन्स गर्न सक्नुहुन्न, तपाईँले लिड गर्न सक्नुहुन्न, तपाईँले खुसी पार्न सक्नुहुन्न, तपाईँको लिडरसिप धेरै दिन टिक्दैन के, विवाद आउन थाल्छ। हो, कसरी एउटा लिडरसिप क्षमता बढाउने त, कसरी आफ्नो लिडरसिप क्षमतालाई बरकरार राख्ने, कायम राख्ने भन्ने कुरा हामी पब्लिक स्पिकिङ सिकिसकेपछि यो कुराको पनि विकास हुन्छ। र अर्को 6औं नम्बरमा रहेको छ कम्युनिकेसन स्किल बढाउने। कम्युनिकेसन स्किल जादुगर हो कि। तपाईँ जुनसुकै क्षेत्रमा हुनुहोस्, तपाईँ आफ्नो व्यापारमा हुनुहुन्छ भने तपाईँले कस्टमरसँग कसरी कुरा गर्ने के त्यो कुरा तपाईँले सिक्नुहुन्छ। तपाईँ आफ्नो अफिसमा हुनुहुन्छ भने तपाईँ आफ्नो हाकिमसँग कसरी तर्क अनुसार कुरा गर्ने, तपाईँले कतै स्टेजमा बोल्न जानुभयो भने तपाईँले कसरी मान्छेहरूलाई प्रभाव पार्ने गरी बोल्न सक्नुहुन्छ, इथोज प्याथोज लोगोसलाई कसरी मिश्रण गरेर तपाईँले बोल्न सक्नुहुन्छ। जो मान्छेले निर्धक्काका साथ आफ्नो कुरा प्रष्टसँग बुझाउन सक्छ त्यही मान्छेलाई सबैले चिन्छ र त्यही मान्छेलाई सबैले भ्यालु गर्छ। त्यसैले कम्युनिकेसन स्किल, तपाईँ को मान्छेसँग कसरी कुरा गर्ने, कसरी डिल गर्ने, कुनै मिटिङ छ भने त्यसमा कसरी आफ्नो मिटिङलाई डेलिभर गर्ने त। र एउटा रिसर्चले पनि के देखाएको थियो भने कि 10 वटा स्किलहरूमा एउटा रिसर्च गरियो के यो संसारमा मान्छेहरूलाई यी 10 वटा स्किलहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण स्किल कुन हो, कुन पहिला सिक्नुपर्छ भनेर रिसर्च गर्दाखेरि मान्छेहरूले के चुज गरेका थिए भने 1 नम्बरमा कम्युनिकेसन स्किललाई चुज गरेका थिए कि पहिला कम्युनिकेसन स्किल सिक्नुपर्छ। र यो यति महत्त्वपूर्ण कुरा छ नि, आज जति पनि विवादहरू भइरहेका छन् हैन, चाहे त्यो अफिसमा होस्, चाहे त्यो घरमा होस्, चाहे तपाईँ संस्थामा होस् हैन, अथवा हाम्रो समाजमा होस्, अथवा सरकारमा होस्, अथवा देश विदेशमा होस् हैन, जति पनि विवादहरू चलिराखेका छन् सब कम्युनिकेसन ग्यापका कारणले हो कि। कम्युनिकेसन नभएर, राम्रोसँग एकअर्काको कुरा नबुझेर हो। यति महत्त्वपूर्ण रहेको छ। र अर्को 7औं नम्बरमा रहेका छन् पर्सनालिटीलाई डेभलप गर्ने, आफ्नो पर्सनालिटीलाई विकास गर्ने, व्यक्तित्व विकास गर्ने। आजभोलि थाहा छ साथीहरू तपाईँहरूलाई, आजभोलि कपडा लगाउन पनि जान्नुपर्छ के, होटलमा गएर खाना खान पनि जान्नुपर्छ। र पर्सनालिटी भनेको यो कपडा लगाउने र खाना खाने मात्र होइन के, यसमा तपाईँको छवि कस्तो छ र तपाईँको नामले तपाईँको व्यक्तित्व झल्काउने होइन के, तपाईँको परिचयले तपाईँको व्यक्तित्व झल्काउने होइन, तपाईँको व्यक्तित्व तपाईँको कामले झल्काउने, तपाईँको सोचले, तपाईँको विचारले झल्काउने हो कि। हो, तपाईँको सोच विचार धारणा पोजिटिभ हो कि नेगेटिभ हो कि होइन, तपाईँको गोल ठुलो हो कि सानो हो कि, यो कुराहरूले तपाईँको व्यक्तित्व विकास हुन्छ। र वारेन बफेटले के भनेका थिए भने कि यदि तपाईँ आफ्नो व्यक्तित्वलाई 50% बढाउन चाहनुहुन्छ भने तपाईँ कम्युनिकेसन स्किल सिक्नुहोस् भनेर भनेका थिए कि, तपाईँ पब्लिक स्पिकिङ सिक्नुहोस् भनेर भनेका थिए कि। उहाँलाई एकजनाले के सोधेका थिए भने कि वारेन बफेटले तपाईँले जीवनको सबैभन्दा महत्त्वपूर्ण लगानी कहाँ गर्नुभयो भनेर सोद्धाखेरि उहाँले के जवाब दिनुभयो भने मैले जीवनको सबैभन्दा महत्त्वपूर्ण लगानी यो सेयर मार्केटमा गरेँ, फलानो स्टकमा गरेँ, फलानो म्युचुअल फन्डमा गरेँ, फलानो बिजनेसमा गरेँ भनेर उहाँले भन्नु भएन कि। उहाँले के भन्नुभयो भने मैले धेरै वर्ष पहिला $100 कम्युनिकेसन स्किल अर्थात् पब्लिक स्पिकिङमा मैले लगानी गरेका थिएँ, मेरो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण लगानी त्यही नै साबित भयो। उहाँले कसरी यो कुरालाई जोड्नुभयो भने
कि मैले कम्युनिकेसन स्किल सिक्दाखेरि मैले आफ्नो क्लाइन्टसँग राम्रोसँग कुरा गर्न सिकेँ, मैले राम्रोसँग डिल गर्न सिकेँ, मैले आफ्नो कुरा राम्ररी बुझाउन सकेँ र त्यो गर्दाखेरि मैले आफ्नो बिजनेसलाई ग्रो गर्न सकेर आज म यहाँसम्म आइपुगेको छु भनेर उहाँले जोड्नु भयो के। र अर्को अब 8औं नम्बरमा के कुरा छ भने तपाईले आफ्नो अफिसमा हुनुहुन्छ अथवा तपाईँ आफ्नो संस्थामा हुनुहुन्छ, तपाईले कुनै कार्यक्रम सञ्चालन गर्नु पर्यो हैन। आफ्नो संस्थाले एउटा कार्यक्रम आयोजना गरेको छ, अब त्यसमा कार्यक्रम सञ्चालक छैन, बाहिरबाट बोलाउनु पर्ने हुन्छ राम्रो कार्यक्रम सञ्चालनको लागि हैन। त्यो झारपाते कार्यक्रम सञ्चालन गरेर मजा आउँदैन के। र एउटा ट्रेनिङ लिएको मान्छे यदि तपाईको संस्थामा छ भने राम्रो तरिकाले कार्यक्रम सञ्चालन गर्यो भने एउटा कार्यक्रम सञ्चालकले त्यो कार्यक्रमको हिरो हुन्छ के। त्यो कार्यक्रम कस्तो बनाउ, त्यसैले तपाईले कतिखेर आसन ग्रहण गराउने, कतिखेर कसलाई बोल्न लगाउने, कतिखेर राष्ट्रिय गान गाउने, कतिखेर के अरे हाम्रो स्वागत मन्तव्यको लागि बोलाउने हैन, यी सबै कुराहरू हामी सिक्नेछौँ पब्लिक स्पिकिङमा। र अर्को मन्तव्यको ढाँचा, अन्तिम पोइन्ट 9 नम्बरमा मन्तव्यको ढाँचा। तपाईँ आफ्नो अफिसमा हुनुहुन्छ हैन, कहिलेकाहीँ तपाईँले स्वागत मन्तव्य दिनुपर्ने हुन्छ, कहिलेकाहीँ शुभकामना मन्तव्य दिनुपर्ने हुन्छ अतिथि बनेर जाँदाखेरि, कहिलेकाहीँ आफ्नै संस्थामा सभाध्यक्षको रूपमा आसन ग्रहण गर्दा सभाध्यक्षको मन्तव्य दिनुपर्ने हुन्छ, कसरी कार्यक्रमलाई समापन गर्ने हैन। यी सम्पूर्ण कुराहरू पब्लिक स्पिकिङमा सिक्नुहुनेछ। त्यसैले यो कार्यक्रमको महत्त्व रहेको छ। यी मैले 9वटा महत्त्वपूर्ण पोइन्टहरू लिएर आएको थिएँ र पक्कै पनि यहाँहरूले बुझिसक्नु भएको छ कि पब्लिक स्पिकिङ किन हाम्रो जीवनमा महत्त्वपूर्ण रहेको छ, अति आवश्यक रहेको छ, नसिकि नहुने कुरा रहेको छ। यहाँहरूले यदि पब्लिक स्पिकिङ सिक्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, मलाई कमेन्ट गर्न सक्नुहुन्छ है। र यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो, यदि राम्रो लागेको छ भने यहाँहरूले पक्कै पनि कमेन्ट गर्नुहोला। र यस्तै किसिमका तपाईले पब्लिक स्पिकिङ सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ अथवा सेल्फ हेल्पका किताबहरूको बारेमा जान्न चाहनुहुन्छ, मोटिभेसनल भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र पब्लिक स्पिकिङ ट्रेनिङ चाहियो भने अनलाइन तपाईको घरमै बसेर तपाई सिक्न सक्नुहुन्छ, अनलाइन सञ्चालन हुन्छ। त्यसका लागि तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र यदि फिजिकल रूपमै तपाईले के अरे पब्लिक स्पिकिङ चाहियो हैन, मलाई फिजिकल रूपमै चाहिएको छ, मेरो अफिसमै आएर कार्यक्रम सञ्चालन गरिदिनुस्, हामीले सिकाइदिनुस् भनेर भन्नुहुन्छ भने त्यसका लागि पनि हामी तयार छौँ। हामी आएर तपाईको अफिसमा, तपाईको आफ्नै ठाउँमा पनि सिकाइदिन्छौँ। र अनलाइन लिन चाहनुहुन्छ भने हामीसँग अनलाइन क्लास पनि 1 हप्ताको लागि अनलाइन पब्लिक स्पिकिङ क्लास चल्दैछ। तपाईले हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आजको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।